हिजो अस्तिसम्म मेरो भिडियोमा देखिने यो बहिनी अबदेखि चाहिँ भिडियोमा देखिने छैन। किन भन्दाखेरिमा ऊ मलाई छोडेर जाँदैछ। खासमा ऊ हामीलाई छोडेर घरदेखि टाढा कहाँ जाँदैछ त्यो चाहिँ एकछिन पछाडि भन्ने छु। त्यो भन्दा पहिला आउनु साथीहरू मेरो भिडियोको सुरुवात गरौँ। भिडियोको सुरुवातमा चाहिँ मैले भैँसीको लागि चारा काटिसके पछाडि भैँसीले चारा हाल्न जाँदैछु। अनि यता मम्मी र बहिनी मिलेर चाहिँ बहिनीलाई चाहिने जति सबै सामानहरू रेडी गर्दैछन्, ग्यास, चुला, भाँडाकुँडीहरू। अब यसरी सामानहरू रेडी गरेको देख्दाखेरि हजुरहरूलाई अलिअलि त मेसो मिलिसकेको होला कि बहिनी कहाँ जान लागेको छ भनेर। खासमा बहिनी चाहिँ पढ्नको लागि धनगढी जाँदैछ। अनि बाहिर रेन्टमा बस्न गइसके पछाडि त अब आफूलाई चाहिने जति भाँडाकुँडीहरू सरसामानहरू त लाग्नै पर्यो। अनि मम्मी र बहिनीले चाहिँ सामानहरू रेडी गर्दासम्म मैले पनि भैँसीले चारा सारा हालेर आफ्नो कामहरू भ्याए। अनि यता बहिनी चाहिँ आफूले जुन ठाउँबाट बस चढेर जानुपर्ने हो त्यो ठाउँमा ग्यास छोड्न अनि आफ्नो अरू सामानहरू छोड्न जाँदैछ। अहिले नै सबै सामानहरू बस चढ्ने ठाउँमा राखिराख्यो भने पछाडि चाहिँ पछि आफूलाई सट्ट एक्लै जान सजिलो हुन्छ नि त। नभए पछि सामान अनि सँगै आफू जानु त गाह्रो हुन्छ। त्यही भएर अगाडि नै उता छोडेर आए। अनि उताबाट आइसके पछाडि बहिनी चाहिँ अङ्कलको घरमा खाना खान गए। अनि बहिनीले खाना खान जानु भन्दा पहिला चाहिँ 10 बजेको गाडीमा जाने हुँ भनेर भनेकी थिए। अनि त्यो बेला चाहिँ 8 बजिरहेको थियो। त्यही भएर मैले चाहिँ अझै धेरै टाइम छ भनेर पहिला चाहिँ कपडा धुनतिर लागे। अनि कपडा धोइसके पछाडि चाहिँ भात बसालेर तरकारी पकाउँदै थिए कि बहिनी त आइहाली के म त जान लागेको भनेर। अनि त्यो बेला चाहिँ 8:30 मात्र भएको थियो। अनि मैले चाहिँ तैँले 10 बजे जान्छु भनेको होइन र अहिले भर्खर त 8:30 भएको छ, अहिले नै आइहाली भनेको त नाइ, अब 9 बजेको गाडीमा जान्छु अरे क्या। अनि मैले चाहिँ तरकारी ग्यासमा बसालेकी थिएँ, भात मात्र पाकेको थियो। त्यही भएर म चाहिँ बहिनीलाई छोड्न गएन, घरदेखि नै बिदाई गरिदिए। एक त जाम भने पनि खेतको बाटो जानुपर्ने थियो क्या। उता बाटो रोडदेखि जाम भने पछाडि चाहिँ अलि टाढा पर्छ। त्यही भएर बहिनी चाहिँ खेतको बाटो हुँदै गई। किन भन्दाखेरिमा 2-3 मिनट मात्र लाग्छ नि त। त्यही भएर अनि बहिनी गइसके पछाडि मेरो छोरी त कस्तो हेरेको हेरे भयो क्या, मलाई लगेन भनेर अगाडि त रुँदै थिए। अनि पछि मैले चाहिँ कन्छी 2-3 दिनमा आइहाल्छ भनेर भुलाइसके पछाडि चाहिँ जबसम्म बसले बाटो काटेन नि तबसम्म चाहिँ घरदेखि हेरेको हेरे गरी। अनि अहिले चाहिँ बहिनी आफूले पुग्नु पर्ने ठाउँमा पनि पुगिसके कि होली। म चाहिँ भोइस कभर गरेर भिडियो अहिले पोस्ट गर्दैछु। अनि ऊ चाहिँ पढ्नको लागि गएको मान्छे उता गएर पनि साथीहरू पाउँछ होला। तर म चाहिँ यता एक्लै भए। कतै जाने काम पर्यो भने पछाडि पनि आइजान त सँगै जाम भनेर बोलाउन मिल्थ्यो। केही गरम भने पछाडि पनि सल्लाह गर्न पाउँथे। अब त्यस्तो चाहिँ पाउँदैन। अघि ऊ गएदेखि चाहिँ मलाई कस्तो आज एक्लै भयो जस्तो भइरहेको छ।